प्रिय नेपाली दाजुभाइ तथा दिदीबहिनीहरू, आज हामी सबैले एक क्षण शान्त भएर सोच्ने समय आएको छ। धर्मको नाममा हुने अनावश्यक द्वन्द्वले कसैको पनि भलो हुँदैन, यो सबैलाई जग जाहेर नै छ। हिन्दू होस् या मुस्लिम, बुद्ध होस् या क्रिस्चियन, हामी पहिले त मानव नै हौँ। हाम्रो आँसु अनि रगत पनि एउटै छ। नाम भगवानका बेग्ला बेग्लै राखिए पनि हाम्रो त्यो एउटै छ र हाम्रो देश पनि एउटै छ। रिस, घृणा र प्रतिशोधले कहिले हामीलाई स्थायी समाधान दिँदैन र भएको पनि छैन। प्रेम, संवाद, धैर्य र आपसी सम्मानले मात्र समाजलाई बलियो बनाउँछ। कुनै पनि अफवाह, कसैको उक्साट वा स्वार्थपूर्ण कुराको पछाडि नलागौँ, नदौडौँ, सत्य बुझेर मात्र प्रतिक्रिया दिने गरौँ। कसैको पूजा गर्ने, प्रार्थना गर्ने तरिका फरक फरक हुन सक्छ, तर मानवता सबै धर्मको साझा शिक्षा हो, साझा सम्पत्ति पनि हो। नेपाल विविध संस्कृति, जात जाति, धर्म सम्प्रदायको साझा सम्पत्ति हो, फुलबारी पनि हो। यसलाई काँडाघारी बनाउने पाप नगरौँ। यसलाई घृणाले होइन, प्रेम र सहिष्णुताले जगाऊ। हामी सबैले आफ्नो मनमा शान्ति जगायौँ भने समाजमा शान्ति फैलिन्छ। परिवारमा प्रेम बढायौँ भने, छिमेकमा सद्भाव राख्यौँ भने र सबैको सम्मान गर्न सक्यौँ भने देशमा शान्ति र समृद्धि आफै आउँछ। हामी मानव भएर दानवले गर्ने प्रवृत्तिको शिकार हुनबाट बचौँ। अहिले यो सृष्टि विनाशको दिशातिर अघि बढिरहेको छ। कलियुगको समाप्तिको अन्तिम चरण भएकोले त्यो विनाशको ताण्डवहरूबाट आफूलाई सकेजति सुरक्षित राखौँ र सुरक्षित बसौँ पनि। जाति, धर्म, सम्प्रदाय र राजनीतिक विचारबाट माथि उठेर हामी सबै मिलेर शान्त, समृद्ध र सम्बन्धित नेपालको निर्माण गरौँ। शान्त, सभ्य र सम्मानित पनि बनौँ। धन्यवाद।